साथ हाम्रा सदस्य आजको प्रमुख अतिथि नगर प्रमुख जीवन अतिथिज्यूले भनेअनुसार हामीले गर्नै पर्ने केही सचिव र कोषाध्यक्षबाट भएका केही कुरामा भन्न चाहन्छु। हामीले उहाँले भनेअनुसार आगामी मार्गकृत भ्रमण भन्नुभएको छ सचिवले। त्यति बेला चाहिँ हामीले विद्यार्थीसँग वृद्धहरूको सहभागिता गराएर अन्तर्क्रिया कार्यक्रम गर्नु जस्तो लागेको जीवनदायी भनेर। त्यसै गरी हामीले अफिसको हाम्रो कार्यालयको अभावको कारण जुन फाइलहरू हातमा बोकेर विभिन्न ठाउँमा क्षतिग्रस्त भएका छन् त्यो फाइललाई एकीकृत गर्नको लागि हाम्रो कार्यालयको आवश्यकता छ। त्यो कार्यालयको परिकल्पना यस शिक्षा मार्गमा लगभग 90% विद्यार्थी चाहिँ शिक्षा मार्ग विद्यालयकै साथीहरू स्कुल विद्यार्थी एकतासँग भएको कारण त्यसबाट एउटा कोठा पायो भने हामीले उपलब्ध गराएका विभिन्न लाइब्रेरीका सामानहरू जस्तै पुराना सामानहरू यसै विद्यालयलाई पछि भविष्यमा यसै विद्यालयलाई छोड्ने गरेर हामी गेट बनाउन सक्छौँ भन्ने लागि आजको प्रमुख अतिथिज्यू र यस स्कुलका प्राध्यापकज्यूले विद्यालय व्यवस्थापनसँग समन्वय गर्नुहुन्छ भन्ने आशाका साथ आज सहभागी सम्पूर्ण साथीहरूलाई धेरै धेरै